क्रिकेटलाई कतिको फलो गर्नुहुन्छ? क्रिकेट हेर्नुहुन्छ? हिजो चाहिँ एनपिएल थियो नेपालमा, थाहा छ? कुन टिमले जित्यो थाहा छ? कुन टिमले? ए अनि तपाईँ चाहिँ कुन टिमको सपोर्टर छ? म चाहिँ कसैको पनि हैन। थ्याङ्क यू सो मच। खासै फ्यान हैन क्रिकेटको। ए हामी सुदूरपश्चिम जिओएस सुदूरपश्चिमलाई त सपोर्ट गर्नु पर्दैन नि तपाईँले? गर्नु भएन? म चाहिँ पूर्वको हो खासमा। थ्याङ्क यू सो मच है। तपाईँ म्याच हेर्नुभयो? हेरेको हो? कस्तो लाग्यो? कसको सपोर्ट गर्नुहुन्छ? म सुदूरपश्चिम, हामी सुदूरपश्चिम भएर सुदूरपश्चिमको। ए अनि हिजो चाहिँ हामी कहाँ चाहिँ सुक्यो जस्तो लाग्छ? कहाँ चाहिँ हामी कसरी हार्यो के भइदियो के लाग्छ? दिपेन्द्र उसले राम्रोसँग खेल्दै भयो चाहिँ हुन्थ्यो जस्तो लाग्थ्यो कि। तपाईँ क्रिकेटलाई कति हो फलो गरेको? म त्यस्तो खासै त मलाई क्रिकेटको बारेमा नलेज चाहिँ छैन। सुदूरपश्चिम भनेपछि होइन सुदूरपश्चिम माया लाग्छ है? आफ्नो ठाउँ हुनाले माया लाग्छ। एलिना चौहानले विराटनगरलाई सपोर्ट गर्नुभएको थियो, उहाँ हार्नुभयो, पछि उहाँ सुदूरपश्चिममा आउनुभयो, सुदूरपश्चिमले हार्यो, सायद उहाँको त्यो पनि हुनसक्छ है? थ्याङ्क यू सो मच। त्यसको लागि हो थ्याङ्क यू सो मच है। सुन्नु न, हिजो म्याच हेर्नुभयो एनपिएल? मैले हेरेन। तपाईँले? अलिअलि हेरेको थिएँ, त्यो हेर्नै मन लागेन कि पछि त्यो विकेट गएको गयो। फलो गर्नुहुन्छ? एकदमै हार्यो नि त, फेरि नराम्रो लाग्यो। क्रिकेट बारेमा थाहा छैन? मलाई खासै थाहा छैन, त्यही पनि हार्यो, नराम्रो लाग्यो। पश्चिममा आफ्नो माया लाग्छ हैन? लाग्छ नि माया, हार्यो पनि। थ्याङ्क यू सो मच। अनि उहाँले चाहिँ हाम्रो प्यासन फाउन्डेसनबाट हुनुहुन्छ। ए तपाईँहरू पनि युके अस्ट्रेलिया जापान जान चाहनुहुन्छ भने उहाँलाई चाहिँ आउनु होला, एकदम राम्रो रेट छ। यो चाहिँ स्पोन्सर भिडियो होइन है, यतिकै बनाइदिएको हामी। सुन्नु दाइ, सुन्नु न, एउटा सँग भिडियो लिइरहेको थियौँ कि यो सुदूरपश्चिमको जर्सी लाउनु भएको छ। हिजोको म्याचको बारेमा थोरै कोसिस गर्छु है त। हजुर तपाईँ हिजो म्याच हेर्नुभयो पुरै? पुरै त हेर्न पाइएन, थोरै थाहा छ। जियो सुदूरपश्चिमको फ्यान हो। अनि हिजो चाहिँ कहाँ चाहिँ सुक्यो जस्तो लाग्छ कि सुदूरपश्चिम हाम्रो टिम छ नि त, हामीलाई पनि जियो हारेर नराम्रो लाग्यो होइन? त्यो चाहिँ तपाईँको विचारमा चाहिँ कहाँनिर चुक्यो छ हिजो चाहिँ? मेरो विचारमा चाहिँ कस्तो लाग्यो भने त्यो टस जित्दा बित्तिकै त्यो पोहोर साल पनि हामीले हारेको थियौँ होइन, योचोटि चाहिँ फिल्डिङ गर्दै गयो अझै राम्रो हुन्थ्यो कि सायद हामी जित्यौँ। त्यही हो सायद त्यही होला हाम्रो पनि होइन। त्यसैमा चुक्यौँ। अनि अब खेलाडी हार्छु भनेर त कोही पनि खेल्दैन होइन, बेस्ट नै गरे हो। तर अलवेज सपोर्ट चाहिँ सुदूरपश्चिम नै हो। थ्याङ्क यू सो मच है त। त्यसरी नै सुदूरपश्चिमलाई माया गर्नु। ल यो भिडियो चाहिँ मेरो आकाश। हेलो ब्रदर, सुन्नु न, हिजो सुदूरपश्चिमको म्याच हेर्नुभयो कि नै? हेरेँ। कस्तो लाग्यो त? हामी चाहिँ कुन टिमको फ्यान हो तपाईँ? ओभर कन्फिडेन्स जस्तो लाग्यो। तपाईँ कुन टिम हो? खास कुन टिमको फ्यान तपाईँ? म चाहिँ विराटनगर टिम। विराटनगरको फ्यान हो। अनि हिजोको म्याचमा चाहिँ खास कसलाई सपोर्ट गर्नुभएको थियो? सुदूरपश्चिमलाई। हामी त सुदूरपश्चिमकै मान्छे भएर सुदूरपश्चिमलाई गर्नु पर्यो नि। अनि हिजो हामी सुदूरपश्चिम चाहिँ कहाँ चुक्यो जस्तो लाग्छ तपाईँलाई? त्यही ओभर कन्फिडेन्स जस्तो लाग्यो। पहिले पनि टस जितेर पनि ब्याटिङ लिएको थियो होइन, योपालि पनि टस जितेर ब्याटिङ लिनमा हार्यो कि जस्तो लाग्छ। ल है त, हामीले 2-4 जना मान्छेहरूलाई चाहिँ सोध्यौँ होइन, हिजोको म्याचको बारेमा चाहिँ हामी कहाँ चुक्यौँ होइन, उहाँहरूले चाहिँ आफ्नो राय दिनुभयो। तपाईँहरूलाई चाहिँ के लाग्छ? प्लिज कमेन्ट डाउन। सुदूरपश्चिम कहाँनिर हार्यो? हुन त हामीलाई सुदूरपश्चिम हारेर त्यति दुःख पनि छैन, किनभने अर्को लुम्बिनी भने पनि हाम्रै देशका गहनाहरू हुन् होइन। हामीलाई चाहिँ हाम्रो देशको क्रिकेटको डेभलपमेन्ट चाहियो। अब हामीलाई कुनै सुदूरपश्चिम लुम्बिनीले जित्यो भन्दा पनि, तर अब सुदूरपश्चिमले भइसकेपछि अलि एउटा साइडमा चाहिँ हुन्छ, सुदूरपश्चिमले जित्दिएको हुन्थ्यो। भिडियो बनाउनलाई त्यति धेरै भएको छैन, त्यही पनि यति माया गरिदिनु भएको छ, यति सपोर्ट गर्नु भएको छ होइन। अझै पनि यसरी नै माया सपोर्ट गरिदिनु होला। प्लिज लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।